Hello guys, welcome back to my channel again, Tricolor Rai. New day, new vlog. अनि अहिले चाहिँ हामी यहाँ राम्रो भएर ठुलीरमा चाहिँ जाँदैछौँ। हामी ठुली चाहिँ जाँदैछौँ हैन। परदेखि कान्छीहरू पनि जाने हो, हामी ठुली मात्रै हैन। आज अलिकति घाम लागेर यसो आएको बेला घुमिदिउँ न त भनेर हामी चाहिँ यहाँ जाँदैछौँ। अनि यता हेर्नु त ठुली सेवा हौवा गर्नु। सो गाइस अब हामी चाहिँ जाँदैछौँ। अब पर पुगेपछि कता गइन्छ के गरिन्छ त्यसको लागि चाहिँ तपाईहरुले अन्तिमसम्म यो भिडियो चाहिँ हेर्नुपर्ने छ। गाइस हामी चाहिँ यहाँ आइपुग्यो अञ्चल डाँडामा। मेन रोड यहाँबाट चाहिँ काठमाडौँ पनि जान्छ। अञ्चल डाँडाको डाँडाहरू अघि हामी 2 जना थियौँ, अहिले 3 जना भयो। त्यहाँबाट कतिजना भइन्छ। सार्वजनिक शौचालय त्यहाँ छ। अनि अहिले चाहिँ मजाले यसरी फुलहरू डाँडाहरू बनाएर रोप्नु भएको रहेछ के फुलहरू। हाम्रो कान्छी फुपूको घर चाहिँ यही हो, दोकान गर्नुहुन्छ नि त। यहाँनिर दाउराको के भन्छ यो दाउरा यसरी राख्नु भएको रहेछ यहाँनिर। अनि यहाँ चाहिँ कान्छी फुपूको जेठाजुको घर बनाउँदै हुनुहुन्छ। अब यता पसौँ को हुनुहुन्छ। कुखुरा खोइ कोने घरमा चोरी होला है, चोरी होला। ल अघि 3 जना थियौँ, अब 4 जना। ऊ त्यो चाहिँ मेरो ठुली फुपू र कान्छी फुपू। ओ ठुली र कान्छीको त एउटै लुगा भएछ त नि। र ठुली फुपूलाई देख्नुभएको थियो गाइसहरू। अब मेरो कान्छी फुपूलाई पनि हेर्नुहोस्, यस्तो ब्युटी हुनुहुन्छ। ल हामी चाहिँ टेम्के फन पार्क रिसोर्ट होमस्टेमा आइपुगेको छौँ हैन। यो चाहिँ भन्नुहुन्छ भने छ्याङ भन्ने ठाउँमा रहेछ है। पहिला देखेको गाउँ चाहिँ नौले गाउँ हो। नौले गाउँ कस्तो राम्रो देखिएको। अनि वहाँबाट चाहिँ गोठेसिङ होमस्टे हो। त्यहाँबाट चाहिँ अलिक पुग्ने आएन हाम्रो। यता जाने नागी, यता जाने छिनामखु, फन पार्क चाहिँ यता जानु पर्ने रहेछ है। आएको बेला गाइस घुमिराख्नुपर्छ हैन। अब कहिले आइन्छ। हामी चाहिँ फन पार्क पनि आइपुग्यो। फन पार्क यस्तो राम्रो बनाएको रहेछ है। अब तलै गएर देखाउँछु म तपाईहरुलाई। बाटो चाहिँ यस्तो आफै खनेको होला। अनि यो ढुङ्गा छापेको रहेछ के। ल हेर्नुहोस् है गाउँघरको रिसोर्ट। गरसिया उद्योगहरू यहाँ चाहिँ प्रस्थान गरिँदैछ। हामी चाहिँ फन पार्कमा आइपुग्यो। अब यहाँ एकछिन खेल्नु पर्छ। खेल्नु त के खेल्नु, यसो के फोटोसोटो खिचिन्छ होला। अनि त्यसपछि चाहिँ जाने हो घरतिर। भने माग्नु भएको कि छोडेको ए म त फेरि। अनि ए ल ठिक छ त्यसो भए चाहिँ। अनि यस्तो रहेछ है। अनि फोटो खिच्ने ठाउँहरू चाहिँ त्यहाँ त्यस्तो छ। अनि यहाँभित्र चाहिँ यस्तो रहेछ खाने ठाउँ। दामी रहेछ यहाँ त पनि। तपाईँहरू पनि अनि के खुवाउनु बित्तिकै खानु। अनि लु खाना के आयो भन्दाखेरि अब सुरुमा म ब्ल्याक टी खुवाउँछु। ब्ल्याक टी चाहिँ फ्रीमा। लु अनि यो मोटो पातलो चाहिँ मैले पहिला देखेको हो कि फन पार्क भनेर। तर आएको चाहिँ थिएन। बाथरुममा चाहिँ पर्दो रहेछ। आइपुगिँदो रहेछ है। अनि अझै फाइनली म आइपुगेको छु।
अनि यहाँ बसिदिनु पर्यो म पनि अहिले भएर फोटो त खिच्नुपर्छ यहाँ आइपुगेपछि कस्तो फोटो त नखिच्ने होइन फोटो त खिच्नु पर्यो आइसकेपछि खासमा चाहिँ म हिजो चाहिँ बसेर आज चाहिँ घर जाने भनेको थिएँ कि हिजो चाहिँ म अलिक मेरो स्वास्थ्यले साथ दिएन नि त अनि हिजो फेरि पानी पनि पर्यो कि कस्तो यतिखेर चाहिँ पानी पर्दैछ नि त आज चाहिँ पुरा घाम लागिरहेछ जस म बसेको चाहिँ फाइदै भएछ अनि त्यही भएर आज चाहिँ हामी घुम्न आएको हामी चाहिँ यहाँ फोटो खिच्न जाँदैछौँ है ऊ त्यहाँनिर होइन बाटो यता छ जस्तो छ त भने आएको बेला फुल मेमोरी बनाएर जाने हो चियाबारीमा हो चियाबारीमा गरेर यस्तो दामी रहेछ यहाँ फोटो खिच्ने ठाउँ ओ माई गॉड छैन ओ माथिदेखि मेन रोडदेखि खासै टाढो त होइन रहेछ नि त चियाबारीमा ऊ तल चिया टिप्दै हुनुहुन्छ यही चियाबारीमा टिपेर ठुलीले कमाउनु भएको पैसा खाएर ज्यान बनाउनु भएको तपाईँले चाहिँ आमा कति धेरै लु 400 ए अनि मैले चाहिँ खाइहालेको छु दिदीले चाहिँ बनाउनु अनि उ तपाईहरु यसरी टिप्नु है तीन पछि कतिको दिनको 5 दिनको 1500 को मुडा राम ल कोही कसरी टिप्ने हो यो चाहिँ ए मुना मात्रै होइन अन्त लु बनाम मैले खाजा खाएको पैसा उठाएर जानुपर्छ ल खाजा खाएको पैसा उठाउनु पर्छ ल आज चाहिँ मौसमले चाहिँ साथ दियो है ल यहाँ हाम्रो गाइसहरू चाहिँ यहाँ खाँदै हुनुहुन्छ हौ मकै बुटे अचम्मै छ अनि कफी यहाँ भाइले कफी अरे ब्ल्याक टी दिने भनेको ऊ हेर्नु न ऊ डिउ बोक्यो डिउ लिएर बस्नु भइरहेछ अघि चाहिँ प्याजीहरू अर्डर थियो फेरि अहिले चटपटे पनि अर्डर रहेछ लु खानु दिदी चाहिँ उहाँ जानुहुने अरे कार्चो खानु अनि बिजोकको हुने भयो लु अहिले त गाउँघरमा पनि पार्कहरू हाम्रो ठुलीलाई चाहिँ आज बिहानै डिउ खाएको अरे वाकवाकी आउँदैछ अरे ल ए लु ए यस्तो रहेछ नि त नि अघि त मैले के चलाउने यहाँको अनर चाहिँ उहाँ हुनुहुन्छ भेना रे ल सकेको भेना रे ल यहाँ चाहिँ यस्तो हुँदो रहेछ यो पनि लाइनबाटै चल्ने हो है क्या दामी हो यहाँदेखि यहाँ झर्छ भयो छोड्नु नसुनु ल
जुत्ता ठुलेको जुत्ता आलु चप हो आलु चप यो प्याजी खानुहोस् त्यो पल्लो अचार यताको सस हो खानु ल खानु हामी चाहिँ यहाँ प्याजी पकौडा रहेछ हौ प्याज म त बिमारी पनि हुँदैछु खाँदैछु पनि हुँदैछ तातो तातो रहेछ है ठुली माइली कान्छी अरे कान्छी त भुक्कुली रहेछ नि त त्यही भएर भेनाले पनि भुक्कुली अब हामीले चाहिँ यहाँ खाइयो अगाइयो भदैले फुफा आउँछ भनेर होला नि बधाईले फुगाउँछ नि फुल मजाले सजाएर राखियो ल अब हामी चाहिँ गएको चिया फ्याक्ट्री ल जाऊँ न त चिया फ्याक्ट्री हेर्दै यहाँ चाहिँ गाई छ यहाँ चाहिँ चिया फ्याक्ट्री रहेछ है अनि यहाँ चाहिँ त्यहाँ छ चियाको पत्ता अब यहाँ के हो यो चाहिँ हामी जानिँदैन होइन अनि हामी चाहिँ जुत्तासँग छौँ कि जुत्तासँग छौँ सो त्यही भएर हामी नपसेको यस्तो रहेछ है बनिसकेपछि चाहिँ चिया यस्तो बनिँदो रहेछ मुना चाहिँ यहाँ छ यस्तो यता छ अनुदानमा पाउनु भएको कि के हो गाजा लु जाउँ अन्त अब हामी चाहिँ घर हिँडेको अब हामी चाहिँ हिँडेर जानु पर्ने हो ठुलीलाई चाहिँ अझै आउने मन रहेछ कि विष्णुको दाजु भाउजूको नाम लेखो खै विष्णुको दाजु भाउजू चाहिँ कहिले आउने हो नि हामी चाहिँ अघि यो रोटै रोड झरेको थियौँ अहिले चाहिँ सर्टकटको बाटो यस्तो उकालोमा गइँदैछ उकालीमा हिँडिँदैछ है गाइज आमा उकालो पनि नाक उकालै रहेछ नि त लु 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 आधी बाटो आइपुगेको के को झर्नु ल हेर्नुहोस् है छोरी है यो रिसोर्ट कति देखाएको भन्नु होला मैले त जति माथि आएँ उति राम्रो देख्न थालेँ कि अनि ओ तल चिया टिप्दै हुनुहुन्छ तल चिया फ्याक्ट्री उहाँहरूको घर चाहिँ त्यो हो कि पुरानो घरवालाहरू चाहिँ ल हामी चाहिँ यहाँ एक चरण फेरि फोटोसुट गरेर फुल गुराँस फुल टिपेर भेरी नाइस जुत्ता ठुलेको जुत्ता ठुलेको जुत्ता फुल चोरेर अनि फुल त यस्तो राम्रो चोरेको हेर्नु त्यहाँ चाहिँ हेर्नु न ओ गुराँस फुल खै फुलहरू हेर्नु न चोरेर होइन हौ कटुसको फुलसम्मले मान्छेलाई वाकी लगाउने मान्छे हे भगवान् लु हेर्नु त कटुसको फुल चाहिँ यहाँ हेर्नुहोस् ल यो कटुसको फुल चाहिँ गनाउँछ नि त अहिले अब फुलिराखेको छ अब यसको बास्ना आइरहेछ कि अनि हाम्रो ठुलीलाई चाहिँ गनाएर ऊ बिजोक ठुलीलाई त गनायो ऊ कान्छेलाई शुद्ध फेरि हो मलाई नै गनाउने भइँदैन के बुढी भइँदैन लु तपाईँले खानु तपाईँले अलिक बुढी हुनुहुँदैछ लु तपाईँ नै खानु होइन अर्को तेरो लु खानु
अनि उता मासतिर चाहिँ त्यो गाउँलाई त के पो भन्छ डोटेल गाउँहरू डोटेल गाउँ चाहिँ त्यहाँ चाहिँ यस्तो देखिँदैछ हाम्रो रोडहरू पनि यस्तो छ यी विकासको बाटो छेउमा पनि बार छ गाडी लड्छ भनेर ल यता चाहिँ अञ्चल डाँडाहरू हो ऊ पर देखिँदै गरेको ऊ त पल्लो चाहिँ ठुलीको घर हो लु देखाइदिइहालेँ मैले ठुलीको घर ऊ त पल्लो स्कुल चाहिँ हो कि स्कुल हो त्यही स्कुलमा चाहिँ हाम्रो आमाले पढाउनु भएको स्कुल घिमिरे गाउँमा पनि यति विकास भइसकेको छ गाई छ्यानो अनि उता पारी चाहिँ चोलन्ती गाउँ हो उहाँ पर चाहिँ खावा गाउँ हो आज मजाले देखिएको रहेछ खावा चाहिँ उज्यालो भएको छ हाम्रो पुर्ख्यौली घर चाहिँ त्यता है पहिला चाहिँ तर बाजेहरू चाहिँ जानुभएको उता बाजेको बाजेहरू चाहिँ पर भोजपुर सदरमुकाम हिँडेर जाँदा 4-5 घन्टा लाग्छ लु योभन्दा चाहिँ धेरै नबोलौँ अब यो पुरानो फुलहरू हो यिनीहरू चाहिँ मासिएको छैन रहेछ ल्याउनु ल्याउनु फुपू यत्रो झाङ रहेछ नि यो चाहिँ नागीको 4 नम्बर वडा कार्यालय रहेछ हो टायर काटेर यसरी हामी चाहिँ आइपुग्यो अब यहाँ स्कुल छेउमा आइपुग्यो बाटो छ यस्तो अघि चाहिँ हामी तल्लो रोडबाट गएको थियौँ